नेपालकै 4 भगवती मध्येको एक नाला उग्रचण्डी भगवती मन्दिरमा गजुर प्रतिस्थापन गर्ने कार्य सम्पन्न भएको छ। 2072 सालको महाभूकम्पले केही क्षति पुर्याएको भनिएको यस नाला उग्रचण्डी भगवती मन्दिर बाहिरबाट त्यस्तो केही नदेखे तापनि भित्रबाट धेरै नै क्षति पुग्न गएको र मन्दिर नै केही ढल्किएको हुँदा 2077 सालमा यस मन्दिरलाई भत्काई पुरातत्व विभागले वर्षेनी बजेट छुट्याउँदै पुनर्निर्माण गर्न थालिएको थियो भने आज 2082 साल अर्थात् 5 वर्षको अन्तरालमा मन्दिर अहिले हामीले देखे जति अर्थात् लगभग 80% जति कार्य सम्पन्न भएको छ। जस अन्तराल आज गजुर प्रतिस्थापन गर्ने कार्य हुँदै या भनौं सम्पन्न गरिएको छ। लिच्छवीकालीन इतिहास बोकेको नालामा रहेको उग्रचण्डी भगवती मन्दिर नेपाल सम्वत 767 मा भक्तपुरका राजा जगत प्रकाश मल्लले 2 तल्ले निर्माण गर्नुभएको थियो भने पाटनका राजा सिद्धि नरसिंह मल्लले नेपाल सम्वत 771 मा 1 तल्ला थपी 3 तल्ले बनाए। त्यसै गरी नालाकै एक साहु देवानन्द श्रेष्ठले पछि गएर 1 तल्ला थपी 4 तल्ले बनाई सुनको गजुर प्रतिस्थापन गरेको भनिन्छ। आज यो गजुर प्रतिस्थापन उनै नालाका साहु देवानन्द श्रेष्ठको 9औं पुस्तामा आएर सम्पन्न भएको छ, जसमा नालाका बासिन्दाहरूले यस गजुर प्रतिस्थापन कार्यक्रम भव्यताका साथ बाजा गाजाका साथ सम्पन्न गर्न केही कसुर छोडेका छैनन् भने गजुर प्रतिस्थापन हेर्ने तथा भगवती मन्दिर दर्शन गर्नेहरूको बाग्लै उपस्थिति देखियो। यस गजुर प्रतिस्थापन कार्य विधिवत रूपमा सम्पन्न गराउन साथ सहयोग गर्ने तथा सम्पूर्ण भक्तजनहरूमा धेरै धेरै धन्यवाद। उग्रचण्डी भगवतीको आशीर्वाद सदैव तपाईहरूमाथि रहिरहोस्।